अब यस्तो खालको परिस्थिति नेपालमा सिर्जना हुनुमा के शक्तिको भूमिका छ? नेपाल किन सधैँ चक्रव्यूहमा परिरहन्छ? एउटा कुरो, यो सधैँ चक्रव्यूहमा किन पर्यो भन्ने कुरा नै मूल प्रश्नको चाहिँ नै कुरा हो भन्ने लाग्छ। तपाईँले पनि सही ठाउँमा कुरा उठाउनु भयो। नेपाल चाहिँ के छ त भन्दाखेरि नेपालको चाहिँ जुन एउटा नेपाल जुन राज्य चाहिँ नि गठन भएको छ, हुन त यो चाहिँ नि अब आज पृथ्वीनारायण शाहकै कालबाट यो आधुनिक नेपाल भयो यो चाहिँ नि, होइन। र त्योभन्दा अगाडि पनि यो त चाहिँ पुरानो राज्य छ लगभग। यसको चाहिँ हामीले चाहिँ नि अब इतिहासकै कुराहरू गर्दाखेरि पौराणिक कालमा जाँदाखेरि पनि यो देश चाहिँ नि यहाँ भएको सभ्यताहरू, हिमवत खण्डका सभ्यताहरू, हामीले महाभारत कालमा पनि महाभारतको लडाइँ हुँदाखेरि पनि यहाँबाट त्यो लडाइँमा समावेश भएको कुराहरू पनि हामीले त्यतिखेरको कालमा गोपाल वंशहरूमा पुरानो भेटिन्छ। भनेपछि एउटा पुरानो संसारको सबैभन्दा पुरानो एउटा सभ्यता भएको पुरानो एउटा चाहिँ के हो त भन्दाखेरि मुलुक चाहिँ नि हामीले पाउँछौँ। र यसको अर्थ त के भन्दाखेरि नेपालले चाहिँ संसारलाई चाहिँ के छ भन्दाखेरि यसले चाहिँ एउटा निर्देशन दिनु अथवा संसारको एउटा आदर्श बन्नुपर्ने हो त्यो हिसाबले। किनभने यहाँ भएका दर्शनका हिसाबहरू, तपाईँको चाहिँ हिमवत खण्डका जुन चाहिँ सभ्यताहरू, हाम्रो वेदका चाहिँ जुन सभ्यताहरू, त्यसका कुराहरू जुन यसले जुन विकास गर्यो, ज्योतिष शास्त्रको कुराहरू विकास गरेको छ, आयुर्वेद शास्त्रको कुराहरू विकास गरेको छ। यसलाई आफ्नै किसिमको चाहिँ के छ त भन्दाखेरि यसले विकास नगरेको पनि होइन। तर त्यो चाहिँ हाम्रो जब आधुनिक चाहिँ राजनीतिक काल जुन सुरु भयो नि, जुन चाहिँ खास गरी अब 7 सालबाट चाहिँ 7 सालबाट चाहिँ बहुदलीय व्यवस्थाको चाहिँ कुराहरू जब आउँछ, अब भन्दाखेरि चाहिँ मान्छेले त्यो पुरानो व्यवस्थाले राम्रो गरेन भन्ने किसिमको एउटा कुराहरू पनि छन्। र नगरेको हुनाले चाहिँ मान्छेले नयाँ व्यवस्थाको खोजीको क्रममा पनि चाहिँ नि त्यो नयाँ व्यवस्था खोजिरहेको पनि छ। र नयाँ व्यवस्था फेरि आएको पनि छ, पुरानोले छोडिदिएको पनि छ। र यो चाहिँ के छ त भन्दा अब अहिले हामीले चाहिँ के त भन्दाखेरि 70 वर्ष, ल 70-75 7 सालबाट कुरा गर्दाखेरि 70-75 वर्ष, र तपाईँको 36 सालबाट एउटा पाटो, 47बाटको चाहिँ एउटा पाटो, 63बाट विभिन्न यो भित्रको चाहिँ हामीले पाउँछौँ। र राजनीतिक आन्दोलनहरू पनि दिनदिन अब सधैँ वर्षै पछि भएको छन्। पोहोर भदौमा त्यत्रो चाहिँ आन्दोलन भयो, यति ठुलो आन्दोलन भयो, होइन। र त्यो एउटा चाहिँ राज्यै नभएको स्थितिमा नि पुग्यो। आन्दोलन हुन्छ, सत्ता परिवर्तन हुन्छ, तर देश झन्झन चक्रव्यूहमा फस्दै जान्छ। हो, झन्झन चक्रव्यूहमा फस्दै जान्छ भन्ने कुरामा चाहिँ मलाई के लाग्छ त यो सन्दर्भमा भनेदेखि जुन आन्दोलन जुन चाहिँ एउटा आन्दोलन चाहिँ जनताको चाहिँ उसमा मन भावनामा र उनको चेतनाले यो चाहिँ नि अलिकति परिवर्तन चाहियो भन्ने कुरा जनताको भावना त्यहाँ रहिरहेको देखिन्छ। र त्यसको चाहिँ नेतृत्व के छ त भन्दा कहिल्यै पनि देशभक्तहरूले गरेन, राष्ट्रभक्तहरूले र मुलुकलाई माया मान्नेहरूले। त्यसपछिको आन्दोलनपछि कुरा स्पष्ट कुरा गर्दाखेरि चाहिँ 7 साल पछिमा जो राजनीतिक चाहिँ स्थापना भयो, हामीले प्रष्टै कुरा गर्नुपर्छ, हामीले यसमा लुकाउनु छिपाउनु पनि केही छैन, हामीले देखेर भन्ने कुरा हो। त्यतिखेर जब चाहिँ के छ त भन्दाखेरि चाहिँ 7 साल पछि आउने बित्तिकै के छ त भन्दाखेरि 7 साल पछिकै चाहिँ कुरामा के छ त भन्दाखेरि सरकारले नेपाल विरुद्धको काम गरिरहेको छ। भलै राणाहरूले कसो गर्यो कसो गरेन त्यो अर्को पाटो भयो। र चाहिँ के छ भन्दाखेरि अब त्यो राणाहरूको छुट्टै व्याख्याको कुरा भयो। राणाहरूले भनेको चाहिँ के छ, राणा शासन भनेको त के भन्दाखेरि राजाहरूबाट उनीहरूले एकाधिकार लिएर उनीहरूले चलाएको व्यवस्था थियो। त्यसबाट जनताको व्यवस्था आउनुपर्ने कुरो ठिक थियो, एकदम त्यो ठिक छ। चाहिँ उनीहरू त जानिया शासन थियो। भलै जानिया शासनले गरेको जतिको पनि उसले चाहिँ नि जानिया शासनले पनि के गर्यो, जनताको अधिकार विकास त उसले गरेको त थिएन। तर उसले के छ भन्दाखेरि एउटा धर्म संस्कृतिको रक्षा गरेको थियो। मुलुकको चाहिँ के छ त भन्दाखेरि केही हदमा भए पनि विदेशी हस्तक्षेपबाट पनि विभिन्न किसिमको हस्तक्षेपहरूबाट पनि त्यसले जोगाएको थियो, आर्थिक विकासको नगरेको अवस्थामा पनि। र त्यसो भएको हुनाले अब हामीले इकोनोमिक डेभलपमेन्ट पनि चाहिन्छ भन्ने हिसाबले 7 सालमा भयो। तर 7 साल भएपछि 7 साल पछि बनेका सरकारहरूले के गरे त भन्दाखेरि देशको लागि काम गरेको त कहीँ पनि भेटिँदैन हो। त्यो भएपछि के भयो त भन्दा 17 सालको चाहिँ नि एउटा चाहिँ अर्को व्यवस्था, पञ्चायती व्यवस्था सुरुवात भयो 19 सालबाट। त्यो व्यवस्थाले राजाले यसो गरे उसो गरे के गरे प्रजातन्त्र खायो भन्ने कुरा त आउँछ। तर त्यो चाहिँ 19 सालबाट चाहिँ जुन 17
सालबाट जुन चाहिँ व्यवस्था चाहिँ भयो राजा महेन्द्रको पालासम्ममा देशले थिर्ता पाएको देखिन्छ है त्यहाँनिर सबैभन्दा बढी स्कुलहरू त्यतिखेरै बनेको देखिन्छ सबैभन्दा चाहिँ के छ त भन्दाखेरि इन्फ्रास्ट्रक्चर भन्छ चाहिँ पूर्वाधारको विकासहरू र उद्योगको विकासहरू त्यतिखेरै भएको देखिन्छ कृषिको विकास त्यतिखेरै भएको देखिन्छ भनेपछि तमाम चाहिँ समग्रको चाहिँ विकासको एउटा जग चाहिँ त के भन्नु भन्दाखेरि त आधुनिक विकासको जग त 60 साल पछि मात्रै बस्यो चाहिँ भलै चाहिँ के छ भन्दा त्यो चाहिँ नि त्यो गरेको कुरा बेला त्यति बेलाको शासन व्यवस्था यो माटो सुहाउँदा थियो र केही चाहिँ नेपालको विकासको आधारशिलाहरू बन्न सक्यो र 7 साल 36 सालदेखि अहिलेसम्म बिचमा जति पनि परिवर्तन राजनीतिक परिवर्तन भए ती चाहिँ विदेशीको प्रशासनिक कुराहरू ल्याएर यहाँ ट्रायल गर्न खोजियो त्यो माटो सुहाउँदो भएन त्यसले गर्दा राष्ट्र सधैँ चक्रव्यूहमा पर्यो भन्न खोज्नु भएको हो यहाँले लगभग चाहिँ के त भन्दाखेरि त्यसले एउटा थिर्ता दियो है त्यो पञ्चायत व्यवस्था थिर्ता नदिएको होइन एउटा थिर्ता दियो हामीले देख्यौँ त्यो किनभने मान्छेलाई आम जनताहरूलाई चाहिएको त के हो त भन्दाखेरि शान्तसँग बस्ने र आफ्नो व्यवसाय गर्ने र चाहिँ आफ्नो चाहिँ कुराहरूको चाहिँ आफ्नो वृत्ति विकास नै हो नि आम जनतालाई चाहिँ आम जनतालाई त प्रधानमन्त्री हुन परेको पनि छैन केही त्यो त परेको कुरा हो तर त्यो त्यसले के गर्यो त भन्दाखेरि चाहिँ एउटा मुलुकलाई थिर्ता दिएको थियो थिर्ता पनि इकोनोमिक डेभलपमेन्ट पनि गरेको छ अब गर्दैन अब यहाँ त सरकारै स्थिर नहुने भयो त्यसले एउटा थिर्ता चाहिँ दिएको हो तर त्यो चाहिँ मान्छेलाई यो त एकदलीय व्यवस्था हो प्रजातन्त्रले राम्रो गर्छ भन्दाखेरि हाम्रो चाहिँ वरिपरिको देशहरूमा छिमेकी देशहरूमा त बहुदलीय व्यवस्था थियो फेरि अब त्यो उनीहरूले पनि त्यसलाई चाहिँ प्रमोट गरेपछि बहुदलीय व्यवस्था आउँदाखेरि राम्रो हुन्छ भन्ने किसिमको कुराले एउटा आन्दोलन भयो र त्यो आन्दोलन तपाईँको चाहिँ कहिले भयो त भन्दा त्यो आन्दोलन 46-47 सालमा भयो 46-47 सालको आन्दोलन के थियो त भन्दाखेरि चाहिँ नेपाल के थियो त भन्ने एउटा सार्वसत्ता मुलुक हो त्यो चाहिँ नेपाल सार्वसत्ता मुलुक भएको हुनाले यसले आफ्नो निर्णय त आफै गर्ने अधिकार त योसँग त रहन्छ र यसले केही कुराहरू आफूले गर्ने निर्णयहरू आफैले गरेको अवस्थामा अब चाहिँ के त भन्दाखेरि चाहिँ भारतलाई चाहिँ भन्दा भारतलाई चित्त बुझेन भारतलाई चित्त नबुझेपछि उसले के गर्यो त भन्दाखेरि हाम्रो देश त चाहिँ संयोगले चाहिँ एउटा चाहिँ भूपरिवेष्टित बनेको भयो चाहिँ त्यो भूपरिवेष्टित अवस्था जुन चाहिँ सुगौली सन्धिपछि जुन बन्यो त्यो जुन सुगौली सन्धि त पहिल्यै भएको छ चाहिँ पृथ्वीनारायण शाहको पछि बहादुर शाह पछि चाहिँ नि अब कुन राजाको चाहिँ नि भन्दाखेरि चाहिँ नि अब यो चाहिँ राजेन्द्र विक्रम शाहको पालामा हार भएको छ त्यो भइसकेपछि त्योभन्दा अगाडि त समुद्रसँग जोडिएको थियो फेरि सुगौली सन्धिभन्दा अगाडि है अनि सुगौली सन्धिले हामीलाई त्यसरी अवस्थामा रहेको अवस्थामा अब त्यसको के हुन्छ त भन्दाखेरि बाहिरी देशले चाहिँ नाकाबन्दी गरेको भनेको के हो त भन्दा त्यो अघोषित तपाईँको त्यो चाहिँ वार हो र संसारमा के छ त भन्दा भाइ जस्तो अहिले इरानमा चाहिँ लडाइँ भयो हो अमेरिकाले इरानलाई र अमेरिका के अरे इरानको लडाइँ भइराखेको छ त्यो लडाइँमा त्यो देशका सम्पूर्ण चाहिँ नागरिकहरू एकजुट छन् र पो उनीहरूले के गर्छन् त भन्दाखेरि अमेरिकालाई चाहिँ एउटा चाहिँ जित्न अथवा जित्ने भन्दा पनि आफ्नो देशलाई जोगाउन सक्छ अड्याउन सक्छ शिवबहादुर बरालज्यू तपाईँ एउटा राजनीतिक विश्लेषक र बौद्धिक व्यक्तित्व भएको नाताले सर्वसाधारणले बुझ्ने भाषामा ठ्याक्कै भनिदिनुहोस् यो नेपालको परिस्थिति आउनमा बाधक तत्त्व पर्दा पछाडिबाट खेलिरहने के भारत हो होइन भारत मात्रै होइन हामी ठ्याक्कै एउटै भारतले मात्रै भन्न पनि मिल्दैन अब मैले एउटा दृष्टान्त शक्ति राष्ट्रहरू हुन् अब त्यसमा के भयो त भन्दाखेरि मैले त्यसैले पुष्ट्याउन गर्न सक्छु शक्ति राष्ट्र त नितान्त भइरहेकै कुरा भयो होइन अब त्यहाँ के भयो त भन्दाखेरि त्यो सबै त्यो चाहिँ भारतले नागाबन्दी लगाइराखेको छ भारतले नागाबन्दी लगाइराखेको अवस्थामा यहाँका दलहरूले अब चाहिँ भारतको सहयोगमा आन्दोलन गरे नि हो अब भारतको उसले नागाबन्दी गरिराखेको छ अब हाम्रो यहाँको चाहिँ दलहरूले कति ठुलो एउटा गम्भीर मिस्टेक गरे हो जगको कुरा म 47 सालको कुरा भन्दाखेरि त्यो त के थियो त भन्दाखेरि त्यो उनीहरूको सहयोगमा गरेको आन्दोलन पछि आउने सरकारले त उसको लागि काम गर्नुपर्छ नि त चाहिँ अब ठ्याक्कै भनिदिनुहोस् क्लियर भयो अब ठ्याक्कै भनिदिनुहोस् अन्त्यमा यसको निकास के त हो यसको निकास के भन्दाखेरि चाहिँ अब नेपालले भारतीय सेनामा भर्ती हुन नि रोकेको छ एकातिर एमबिसी मार्फत इन्डियाले चाहिँ उचालिराखेको छ भर्ती हुनुपर्छ भनेर हाम्रो बहादुर नेपालीहरू गएर इन्डियालाई जोगाइराखेका छन् अब यहाँ साम्प्रदायिक दङ्गादेखि लिएर हरेक आन्दोलन
घुसपेटको रूपमा उसले खेलिराखेको छ भने यसको निकास के? यसैलाई चाहिँ मैले यसैलाई अहिले तपाईँकै भनेको प्रश्नलाई पुष्टि गर्नको लागि यसको लागि के हुनु पर्यो भन्दा देशका सबै शक्तिहरू एक ठाउँमा आउनु पर्यो। राष्ट्रभक्ति हुनु पर्यो। राष्ट्रभक्तिहरू सबै एक त्यो ठाउँमा भाषणमा होइन कि एक ठाउँमा आउनु पर्यो। राष्ट्रप्रेम राष्ट्रभक्ति मुठीमा देखाउनु पर्यो, एक्सनमा देखाउनु पर्यो, एक ठाउँमा आउनु पर्यो। अहिले मैले भने नि उनले नाकाबन्दी लगाएको छ। नाकामा हाम्रो कुरो त आन्तरिक कुरा हो। हाम्रो आन्तरिक कुरो भएको हुनाले अब हाम्रो चाहिँ त्यतिखेर के गर्नु पर्यो भने त्यो नाकामा हामी चाहिँ बहुदलीय व्यवस्थाको लागि चाहिँ तत्कालीन संस्थापन पक्षसँग हामी लड्दै गरौँला। अहिले नाकाबन्दी त के हो त भन्दाखेरि हामी चाहिँ नाकाबन्दीको विरुद्धमा जानुपर्छ भनेको भएदेखि त्यहीँबाटसम्म एउटा चाहिँ कुरो हुन्थ्यो। तर जरो कुरो त के भयो भन्दाखेरि नाकाबन्दी लागेको अवस्थामा उनीहरूलाई नै काठमाडौँमा ल्याएर तपाईँको चाहिँ एउटा कुरा गर्ने हो भने कुनै पनि देशले बाहिरी आफ्नो देशको अब व्यवस्थाको विरुद्धमा काठमाडौँभित्रै आएर तपाईँ त्यसरी बोल्न दिने कुरा चाहिँ के छ त संसारमा कहीँ पनि दिँदैन। भनेपछि त्यो पञ्चायती व्यवस्था चाहिँ एकदम कडा रहेछ। त्यसो भनेदेखि त्यो त कडा केही पनि रहेछ। त कति लुज रहेछ। चन्द्रशेखरहरूले आएर आफ्नो घरमा चाहिँ इतिहासले त एकदम नरम त्यसले त प्रमाणित त गर्यो नि, प्रमाणित गर्यो गरेन। आफ्नो घरमा लिएर आएर त्यो चाहिँ उसमा आएर त्यो चाहिँ अब जसुकैले गरोस् चाहिँ भलै गणेश मान्छे एउटा देशभक्त मान्छे हो र चाहिँ उहाँले चाहिँ त्यो त्यसले त राम्रो दिएन नि। त्यसपछि लगत्तै बनेको सरकारले के गर्यो त भन्दाखेरि चाहिँ नि लगत्तै बनेको सरकारले त चाहिँ नेपालका चाहिँ नदीहरू चाहिँ के त भन्दाखेरि साझा भनिदियो र तपाईँको चाहिँ नि अब इन्डियन चाहिँ नि त्यो नागरिकहरूको कुरालाई चाहिँ नेपालमा खुला गरिदियो। आज हामी त यहीँ अल्पमत परिसक्यौँ। अब यहाँ तपाईँको चाहिँ सहरमा गएर हेर्नुभयो यो नेपाल हो कि चाहिँ नि गोरखपुर हो भन्ने त भइसक्यो त होइन। भनेपछि विभिन्न यसरी के हो त भन्दाखेरि नेपालको चाहिँ वाणिज्य सन्धिमा पनि उनीहरूले 5-5 वर्षको कुरा गर्ने र 5-5 वर्षमा त्यसलाई चाहिँ उ गर्न पर्यो। त्यसो वाणिज्य पनि कि समयको लागि गर्न पर्यो त भन्ने किसिमले के हो त भन्दा त्यसपछि बनेका सरकारहरू के गर्ले त भन्दा देशको लागि त्यसपछि बनेका सरकारले काम गर्नै सकेन। अनि त्यसपछि त्यो भलै त बहुदल त आयो। यहाँ बुझ्नुपर्ने कुरा बहुदल त 48 सालमा आयो, संविधान पनि बन्यो। अब जस्तो भयो नराम्रो हो गऱ्यो एउटा भयो। त बहुदल भर्खरै आइसकेपछि त के भयो त अधिकारहरू त सबै जनताको हातमा आयो नि त। आगे आएन जनतामा सबै अधिकारहरू आइसकेपछि 51 सालमा हतियार किन उठाउनु पर्यो फेरि? एउटा इन्ट्रेस्टिङ कुरा भने 48 सालमा बहुदल आएको छ 47 सालमा र 48 सालमा तपाईँको चाहिँ प्रथम चाहिँ चुनाव भएको छ। अन्तरिम सरकार पछि चाहिँ गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा निर्वाचित सरकार भनौँ ल प्रजातान्त्रिक सरकारै भनौँ के सबैले भनेको हामीले पनि त्यही भनौँ। त्यो प्रजातान्त्रिक सरकारको चाहिँ टेस्ट नहुँदै अब चाहिँ 3 वर्षमा हतियार किन उठेको त फेरि? किन उठेको हो? त्यो उठेको चाहिँ सरकार उसलाई चाहिँ नि त्यो 3 वर्षमा जुन हतियार उठ्यो त्यसलाई नेपाल सरकारले नियन्त्रण किन नगरेको फेरि? दुईटा कुरा छन्। हतियार किन उठ्यो र हतियार चाहिँ किन अबेलै के अरे तपाईँले त्यसले काम गर्ने त बेलै भएको छैन त। तपाईँको एउटा व्यवस्थाले कमसेकम 5 वर्ष त पुरा गर्न पर्यो त्यो सरकारले। अथवा हामी त्यो संविधानको हकमा 48 सालको संविधानले कमसेकम 10 वर्ष 15 वर्ष त काट्न पाउनु पर्यो। सारा मान्छेले सबभन्दा संसारको चाहिँ यो चाहिँ नि उत्कृष्ट संविधान भनेर मनमोहन अधिकारीजीले भन्नुभएको छ, गणेशमानजीले भन्नुभएको छ भने 51 सालमा 52 सालमा हतियार जुन उठाउने प्रपञ्च गरियो अर्को षड्यन्त्र त्यसमा फेरि सुरुवात भयो। बौद्ध आर त्यहाँ त पुगेको त रहन्छ फेरि भने त्यो चाहिँ नि त्यो कुरालाई जब चाहिँ तपाईँको चाहिँ नि त्यो प्रशासनिक ढङ्गले हतियार उठाउनेले नियन्त्रण नगर्नु नै के हो त भन्दाखेरि अर्को समस्या यहाँ थपियो। यस्ता यावत समस्याहरू परिघटनाहरू छन्। अन्तिममा अब जे जस्तो भए पनि जुन पार्टी भए पनि जुन बाटो भए पनि हामी राष्ट्रभक्तिको यो राष्ट्रको एउटा मूलधारमा आउनुपर्छ भन्ने चाहिँ अन्तिम म्यासेज हो तपाईँको। अन्तिम म्यासेजमा के छ भने नेपालका राजनीतिक शक्ति भन्नाले अब दललाई पनि एउटा शक्ति मानौँ जस्तो सुकै भए तापनि र यहाँ त परम्परागत शक्ति पनि छ नि। परम्परागत शक्ति भनेको तपाईँ आज तपाईँको के छ त भन्दाखेरि राज संस्था छ, अब तपाईँको चाहिँ के त भन्दाखेरि सेना छ, अब तपाईँको सरकार भयो। अब परम्परागत शक्ति भन्नाले के छ भन्दाखेरि अब अहिले त्यो सबैभन्दा ठुलो कुरो के छ भने त्यो परम्परागत शक्तिमाथि प्रहार भइरहेको छ। अहिले त्यो त बहुदल आयो, ल यिनीहरूले विकास गरे नगरे के, तर चाहिँ अब के त उद्योग बिगारे के बिगारे, शैक्षिक बिगारे, आमठामा छ। धर्ममाथि यिनीहरूले आक्रमण किन गरे? नेपालको मौलिक धर्म त आज संसारमा के छ त भन्दाखेरि चाहिँ धर्मको लागि त्यत्रो चाहिँ लडाइँ भइरहेको छ। इरानले आफ्नो धर्म रक्षाको लागि त्यत्रो लडाइँ लडिरहेको छ।
र हाम्रो देश रक्षाको लागि गरिरहेको छ। धर्म र देश एकै ठाउँ जोडिएको हुन्छ। जब धर्म र हाम्रो धर्म भनेको हाम्रो परम्परा हो, हाम्रो संस्कृति हो, हाम्रो देशको धर्म के त सनातन हो। यो भित्र थुप्रै आदर्शका कुराहरू छन्। यो माथि प्रहार किन गरिन्छ फेरि? यो नराम्रो भन्ने, हाम्रा चालचलनलाई नराम्रो भन्ने, लेखहरू तिनै लेख्ने। यहाँ त छन् टोटल शक्तिहरू नै के त भन्दा नेपालको चाहिने जुन एउटा जुन बग्दै आइरहेको जुन सिस्टम छ त्यसको अध्ययनै नगरिकन यस हाम्रा चाहिँ लवाइका कुराहरूलाई, हाम्रा चाहिने उको कुराहरू, यावत कुराहरूलाई चाहिँ के त भन्दाखेरि आधुनिकको नाममा तपाईँको चाहिँ के को नाममा यस्तो भइसक्यो कि भन्दाखेरि ट्रायल गर्दा गर्दै पनि आक्रमण भइरहेको छ। हाम्रो सार्वभौम सत्तामाथि पनि आक्रमण भइरहेको छ। हाम्रो जनसङ्ख्यामाथि पनि अतिक्रमण भइरहेको छ। तमाम तपाईँको चाहिँ यति धेरै छन् कि यसको चाहिँ अब यो 2-4 मिनट भन्दा पनि अब हाम्रो हिन्दूहरू जुन सनातन धर्म छ त्यसकै मान्छेहरू पनि यहाँ के छ त भन्दाखेरि चाहिँ असुरक्षा हुन परिरहेको छ। र तपाईँको नेपाली जुन नागरिक हुन् ती पनि आज चाहिँ के छ त भन्दाखेरि बोर्डरहरूमा चाहिँ असुरक्षा भएर चाहिँ एउटा मलको लागि चाहिँ मान्छे थुनिन परेको छ। 2 किलो मलको लागि चाहिँ थुनिन पर्ने अवस्था आएको छ भने हामीलाई चाहिँ प्रजातन्त्र भने पनि गणतन्त्र भने पनि के भने पनि तपाईँको जब त्यसले मूल रूपमा तपाईँ बिमारी हुनुहुन्छ भने त्यो डाक्टरको त्यो व्यवस्थाको के अर्थ भयो? हुन्छ, धेरै राम्रो सान्दर्भिक कुराहरू प्रष्ट रूपमा दर्शाइदिनु भएको छ। समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद मेरो पनि। धन्यवाद। जय शम्भु, जय गुरु।